भन्ने केही पनि छैन। सबै कुराहरू हामी छलफलमै सुन्यौं र म आफै पनि बसेर सबैजना बोल्नुभएको बोल्दाखेरि आएका सुझाव सल्लाहहरू यहाँ मैले टिपोट पनि गरिरहेको थिएँ। त्यसबाट के चाहिँ जागृत भयो भने म आफूलाई पनि के चाहिँ खुसी लागेको छ भने यो सबैको चाहिँ एउटा आवश्यकता जस्तो भइसकेको हाम्रो रम्बावासीको लागि र यो चाहिँ सानो सानो कुराबाट चाहिँ एउटा झिल्को छुटेर यो अवस्थामा आयो। आज कम हो भन्ने कुरामा सहभागिता कम हो भन्ने कुरामा म चाहिँ आफू चाहिँ सन्तुष्ट छु। किन कम भन्ने कतिलाई भन्ने 20बाट हामी 50 पुग्दाखेरिलाई कम मैले आफूले चाहिँ मान्दिनँ र यहाँको विचारहरू पनि यहाँ बोल्ने क्रममा आएका विचारहरू पनि फेरि हामीहरूको भन्दा पनि अझै चाहिँ क्रियाशीलता देखिने खालको छ। झन् अझै चाहिँ अथक प्रयास गर्ने खालका कुराहरू छन्, उत्साह दिने कुराहरू छन्। त्यसले गर्दाखेरि यी कुराहरूले चाहिँ म धेरै नै उत्साहित छु र यो सँगसँगै अब आउने दिनमा चाहिँ समय यो हाम्रो यो हामी संयोजकको हिसाबले अहिले नवगठित जुन समिति छ यसले कति समयमा काम गर्नुपर्ने यो म्यान्डेटहरू चाहिँ हामी पछि निर्णय गर्छौँ र ग्रुपमा पनि हाम्रो चाहिँ ग्रुप छ, त्यो ग्रुपमा नजोडिने भएका व्हाट्सएप ग्रुप अनि हाम्रो रम्बाको चाहिँ एउटा फेसबुक पेज पनि बनेको छ। यही समितिको मञ्चकै नामबाट अहिले जे नाम राखिएको छ त्यसैबाट त्यसलाई फेरि एमेन्ड गर्न मिल्छ, सच्याउनु मिल्छ। त्यसमा जोडिदिनु होला र यहाँ भएका अथाह प्रतिभाहरू हुनुहुनेछ। म आफैलाई पनि थाहा थिएन, कति विशेषज्ञ हुनुहुन्छ, कति चाहिँ व्यवसायहरू हुनुहुन्छ। यो सबै चिजहरू चाहिँ हामीमा चाहिँ थाहा भयो एकअर्कामा। हामीहरूले आफैलाई पनि चिनिरहेको थिएनौँ। र अर्को कुरा चाहिँ पहिचानको कुरा रहन्छ, थाक थलोको कुरा भन्नुभयो। यस्ता कुराहरूले पहिचानको कुरा चाहिँ हामीले बिस्तारै बिस्तारै उमेर सँगसँगै मात्रै होइन अहिलेदेखि नै यो काम गर्दै जान सक्छौँ। पहिचानलाई चाहिँ एउटा आफ्नो पहिचान पनि कोही कुरा गर्ने क्रममा रम्बा भन्दाखेरि चाहिँ त्यसले चाहिँ हामीलाई चाहिँ अलिकति प्राउड फिल गराओस्, अनुभूति गराओस् भन्ने हिसाबले नै यो एउटा मञ्च जस्तो पनि एउटा सबै हामी समेटिने गरी गराउनु खोजेको भन्ने भावनै थियो। यो भावना सबैको आयो कि एउटै जुन कुरा मैले सोचेको थिएँ, हामीले बसेर सोचेका थियौँ त्यही भावना आएको हुँदाखेरि हामी अत्यन्तै उत्साहित छौँ। र यहाँ अहिले जुन एउटा फर्मालिटीको लागि हामीले कमिटी गरे तापनि सबैजना चाहिँ यसको चाहिँ कमिटीभित्रै हुनुभएको सम्झिदिनु होला र सुझाव सल्लाह जहिले पनि त्यो ग्रुपहरू छ ग्रुपमा पनि राखिदिनु। डिजिटलको जमाना छ, सधैँ भेट्नु नै पर्छ भन्ने पनि छैन। त्यो ग्रुपमा पनि यहाँहरूसँग भएका सुझाव सल्लाह छ भने होइन यहाँ बस्ने भन्दा धेरै अथवा ज्ञान भएका पनि हुनुहुन्छ, यो हिसाबले चाहिँ लिइदिनु होला भन्न चाहन्छु। सधैँ चाहिँ सुझाव सल्लाहलाई चाहिँ शिरोधार्य गरेर हामी अगाडि बढ्नेछौँ भन्दै जिम्मेवारी दिनुभएकोमा यो जिम्मेवारीलाई पूर्ण रूपले सफल बनाउने म लगायत सम्पूर्ण अहिले जो तोकिनु भएको छ सदस्यहरू सबैको चाहिँ मेरो तर्फबाट प्रतिबद्धता जाहेर गर्दै आजको यो भेला यही अन्त्य भएको घोषणा गर्दछु र साथै सल्लाहकार समिति र हाम्रो समिति कार्य समितिका चाहिँ यहीँ बसिदिनु होला। गाह्रो साह्रो केही परेको भए पनि क्षमा प्रार्थी छौँ। यसमा पनि यही कुरा राख्दै आजको भेला चाहिँ समाप्त भएको यही घोषणा गर्दछु।